साथीहरु आज चाहिँ बर्थडे स्पेशल भ्लग आयो है साथीहरु सबैजनाले माया गरिदिनु होला। कसको बर्थडे थियो होला त साथीहरु? हेलो एभ्रीवन, अगाडि देखिसक्नु भयो आज कसको बर्थडे थियो होला त साथीहरु? लगेज गरेर कमेन्ट गरिदिनु होला है, थाहा पाउनुहुन्छ कि नै। आज चाहिँ हामी जाँदैछौँ साथीहरु हाम्रो प्यारी आन्टीको बर्थडेमा। अनि हामी केक सेक लिएर जान लागेको रानी केकमा गयौँ साथीहरु। हामी सेतीबेको चोकमा त्यहाँ चाहिँ केक राम्रो पाउँछ। अनि हामी तीनजना अब त्यहाँ केक लिएर अनि हामी अटोमा चढेर साथीहरु लाग्यौँ लजिज पिज्जा। हामी चाहिँ आज लजिज पिज्जामा हामीलाई पार्टी दिनुभएको थियो आन्टीले। अनि त्यसपछि हामी तीनजना दम्बजी हुँदै हामी लजिज पिज्जामा गयौँ साथीहरु। अनि लजिज पिज्जा पनि आइसक्यो। अहिले त बाटोहरू त अगाडि सब भत्काएर बन्दैछ नि त। अनि यसो बहिनीसँग एउटा भिडियो बनाएँ अनि हामी लजिज पिज्जा पनि आयौँ साथीहरु भनेर मैले बनाउँदैछु। अनि त्यसपछि त्यहाँ मिरर देखेपछि टक्क एउटा सेल्फी मिरर लिए साथीहरु। लिएपछि अनि हामी भित्र गयौँ। अनि आन्टीको साथी हुनुहुँदो रहेछ। अनि हामी त्यहाँ विश गर्दै भित्र पस्यौँ साथीहरु। अनि हामी केक सेक पनि लगाइदिनु, यस्तो राम्रो केक थियो। अनि केक हेरेर आन्टी पनि खुसी हुनुभयो, कति राम्रो केक ल्याइदिएका यिनीहरूले। अनि सबलाई हाई गर्न पठाएँ मेरो ब्लगमा साथीहरु। सबैजनाले हाई गरेर वेलकम गरेँ मैले ब्लगमा साथीहरु। हाम्रो पिज्जा बर्गर पनि आइसकेको थियो। अब हामीलाई चाहिँ अब पछि मेरो बुढा पनि आएर सारेसँग टाँसी खाएर भगवानकै कुरा गर्नु र अनि पछि मेरो बुढाले पनि टक्क लाएर पिज्जा सिजा खानुभयो साथीहरु सस हालेर। मेरो बुढा बजार गएर आएपछि अनि बल्ल आउनु भएको थियो नि त, त्यो ढिलो आउनु भएको थियो। अनि त्यसपछि फेरि हाम्रो अर्को लट पनि हाम्रो स्यान्डविच अनि त्यसपछि मोमोहरू अनि त्यसपछि साथीहरु पिज्जा। फेरि मैले चाहिँ स्यान्डविच कस्तो हुँदो रहेछ अहिलेसम्म खाएको थिएन नि त, चाखौँ भनेको साथीहरु। ठिकै लाग्यो, भित्र चाहिँ केही पनि थिएन, सादा वाला थियो, ठिकै लाग्यो साथीहरु। अनि त्यसपछि फेरि मेरो देवर बाबा पनि आउनुभयो। अनि देवर पनि अनि आएर ठ्याक्कै पिज्जा खान लानुभयो। अनि दुई भाइ भएर खानुभयो। अनि मोमो पनि आइसक्यो साथीहरु हाम्रो। अनि हामी चाहिँ मोमो खाँदै अनि मोमो पनि खाँदै अनि गफसफ गर्न लाग्यौँ साथीहरु। यसो लाएर मैले चाहिँ अघि पिज्जा खाएको भिडियो बनाउनु बिर्सेछु कि साथीहरु, बर्थडेको माहौलमा यताउता गफ गर्दा बिर्सेछु। अनि अहिले त मोमो खाएको भिडियो बनाउँछु है भनेर मजा सम्झेर गरे साथीहरु। एकदम रमाइलो भएको थियो। हामी चाहिँ 6 साढे 6 बजीतिर गएको थियौँ। अनि हामी सबैजनाले बर्थडे एकदम इन्जोय गऱ्यौँ साथीहरु। एकदम रमाइलो थियो, आन्टी पनि एकदम रमाइलो हुनुहुन्छ। हामी टिकटक बनायौँ साथीहरु, फोटो खिच्यौँ। अनि त्यसपछि केक कटिङ बेला भयो साथीहरु। अनि हामी सबैजनाले ह्यापी बर्थडे भनेर साथीहरु मजाले रमाइलो गर्दै भिडियो सिडियो बनायौँ साथीहरु। टक्क लाएर हेर्न सक्नुहुन्छ। त्यसपछि साथीहरु यस्तै गरी हाम्रो बर्थडे चाहिँ अगाडि बढिरहेको थियो। अनि आन्टीले केक सेक काट्नुभयो साथीहरु। अनि केक सेक काटेर हामी पनि थोरै केक सेक खुवाइदियौँ आन्टीलाई। फेरि नाकमा लाग्दियो भने आ गर्नुहुन्छ, निधारमा लाग्दियो भने आ गर्नुहुन्छ, हाँसेर हैरान भयो। अनि हामीले मोती ताक्साइदियौँ। अनि कसै